हेलो एभ्रिवान, आज चाहिँ म हिँड्न लागेको सप्तमी टु दमक। अनि म चाहिँ फर्स्ट टाइम हिँड्दैछु नि त, त्यही भएर डर पनि लागिरहेछ। त्यति धेरै लामो बाटो कहिले पनि के अरे गएको छैन स्कुटीमा, अनि फर्स्ट टाइम हो। अब डर लागिरहेछ, त्यही पनि आँट गऱ्यो भने हुन्छ। अनि यहाँ चाहिँ सप्तमी छ, फेरि यसमा लगाएर जानु पऱ्यो। पुरा आँखामा भुसुनहरू बस्यो। अहिले चाहिँ म आइपुगेँ मगरे भित्ता। यहाँ चाहिँ अस्ति म फर्स्ट टाइम आउँदा चाहिँ पुरा हिलो भएको थियो। म स्कुटीमा फर्स्ट टाइम आउँदा यहाँ पञ्चमी साथीलाई पुऱ्याउनु जाँदा, अनि आज चाहिँ सेकेन्ड टाइम। बाटो राम्रो रहेछ सबै। अब त सुकेर मात्र त्यो त्यतिखेर बर्खाको टाइम पनि थियो, अनि पुरा भासिने गरी हिलो थियो क्या। हिलो चाहिँ होइन साथीहरू, म कहाँबाट यहाँ पञ्चमीमा निस्केँ भनिरहेको क्या। सधैँ ट्याक्सीले ल्याउँदा त पञ्चमी नपुगी एकैचोटि तल मङ्गालुङ रक्से झार थियो। अनि म चाहिँ कहाँबाट यता आइपुगेँ क्या, रोटै रुट आएछु। त्यहाँ एउटा सर्टकट बाटो तल जाने हो, त्यो बाटो खोजिरहेको थिएँ, तर मैले भेटाइनँ क्या कमेडी यार। म त सुठेर मरेँ। अब यहीँदेखि जाने बेला भयो। कस्तो सधैँ त्यो ट्याक्सीले ल्याउने बानी भएर होला, कस्तो झुक्केको के साथीहरू। सधैँ ट्याक्सीले ल्याउने त्यही बाटो चाहिँ जानु खोजेको, तर त्यो बाटो चाहिँ मैले मिस गरेछु क्या कहाँ आए पुगेँ म यहाँनिर साथीहरू। कहाँबाट यता आएँ मलाई थाहा छैन, त्यो सर्टकट बाटो कहाँ छोडेँ मैले। त्यही बाटो त कहिले हिँडेको जस्तो लाग्दैन मलाई। छक्कै परेँ आजको दिनमा। यहाँदेखि चाहिँ एकदमै गर्मी हुन थाल्यो है साथीहरू। पुरा यहाँदेखि माथि त कति उरालो, अब यहाँदेखि तल कस्तो छ थाहा छैन। हात दुखेर यस्तो भएर उरालोमा राम्रोसँग ब्रेक लाग्दैन। यहाँदेखि चाहिँ अब झापाको हावा आएछ साथीहरू। पुरा गर्मी भयो क्या यहाँदेखि तल चाहिँ। कुन ठाउँ थाहा छैन, यो चाहिँ कुन ठाउँ थाहा छैन। पानी पर्ला जस्तो भइरहेछ, तर नपर्दे चाहिँ हुन्थ्यो भनेको। म यहाँ त क्या खतरा भिड रहेछ नि त। अनि बाफ्रे यहाँ चाहिँ सुनाखरी फुल रहेछ है। वाउ कस्तो राम्रो खोला देखियो साथीहरू। यहाँदेखि चाहिँ कस्तो डेन्जर भिड हो। कस्तो डर लाग्यो मलाई। जान्छु अब। मेरो फाइनली खोला चाहिँ देख्नु पाएँ मैले। अब यति उरालो होइन, आम्मा धन्न खोला सुकेको रहेछ। यो चाहिँ पानी रहेछ है साथीहरू। अब जान्छ जाँदैन डर लाग्यो यार। यताबाट चाहिँ आउनु पनि यताबाट आएछ नि त यार। मैले चाहिँ त्यहाँनिर खोलामा भिडियो बनाउनलाई चाहिँ स्कुटी रोकेको थिएँ ठ्याक्क पानीमा। अनि त्यहाँदेखि चाहिँ मेरो स्कुटी स्टार्ट अन नभएर साथीहरू स्टार्टै हुन मानेन कति धेरै। अनि के हान्यौँ सेल्फ त झन् पिटिक्कै हानेन। अनि ठ्याक्क त्यहाँनिर खोलामा उहाँ दाइ चाहिँ आउनुभयो, अनि उहाँले चाहिँ मलाई कति धेरै हेल्प गर्नुभयो धन्न। अनि मेरो बिजोग देखेर चाहिँ अनि उहाँलाई पनि कति धेरै टेन्सन लागिरहेको थियो बिचरा। अनि कहाँ पुग्नु पर्ने मान्छे कहाँ अड्किनु भएको थियो। अनि उहाँ चाहिँ जानुभयो, अनि म चाहिँ यहाँनिर खाजाहरू खाँदै थिएँ। अब के गर्नु त, जति टेन्सनमा भयो भने खानु पर्यो। अनि म चाहिँ यहाँ चप्पै खाँदै थिएँ। अनि मैले उहाँ दाइले चाहिँ कहाँ देखेको जस्तो लाग्यो साथीहरू, तर उहाँले मलाई भन्नु भएन। अनि फेरि उहाँ दाइ रविको दाइ हुनुहुँदो रहेछ, उहाँले चाहिँ मेरो स्कुटी स्टार्ट गरिदिनु भयो फाइनली साथीहरू। नन स्टप लिएको कि नन स्टप फेरि त्यस्तै हुन्छ भनेर खासै केही भएको रहेनछ। त्यही उरालोमा मैले बढी न्युट्रलमा झारेँ नि त। अनि मेरो स्कुटी चाहिँ अब त्यो के अरे उरालोमा आउने बित्तिकै आफै स्टार्ट अफ हुने क्या। धन्न त्यहाँनिर एउटा ट्याक्सीको दाइले चाहिँ कि हानिदिनु भयो। अनि ठ्याक्क भयो क्या, एक्सिलेटर मिलाएर गरिदिनु भयो। म चाहिँ आइपुगेँ साथीहरू। मलाई चाहिँ कहिले यत्रो धेरै भिडभाडमा चलाएको छैन नि त, त्यही भएर हल्का डर लागिरहेछ। तर पनि मात गरेर जान्छु बिस्तारै। यस्तो धेरै गाडीहरू भएकोमा कहिल्यै चलाएको छुइनँ क्या म चाहिँ। अनि अलिकति नर्भस छु। लेट्स सी।